प्रधानमन्त्रीज्यू, तपाईलाई बीबीसी न्यूज नेपालीमा स्वागत छ। नमस्कार। तपाईलाई अहिलेसम्म आइपुग्दाखेरि आफ्नो यो कार्यकाल कस्तो लागेको छ? बोजिलो लागेको छ कि हैन, यो ठिकै छ भन्ने छ कि के छ अनुभव? म पहिले क्याम्पसमा पढाएँ केही दिन, 1 वर्ष। त्यसपछि 31 वर्ष वकालत गरेँ। त्यसपछि झन्डै 9 वर्ष मैले न्यायाधीश भएँ। चुनौतीपूर्ण थियो त्यो पनि। अनि अहिले अब म प्रधान न्यायाधीश पनि भएँ, प्रधानमन्त्री भएँ। मलाई चुनौती केही त्यस्तो फिल भएको छैन, कुनै च्यालेन्जको महसुस छैन। हजुर, जस्तो तपाईँ न्यायपालिकाको नेतृत्व गर्नुभयो, प्रधान न्यायाधीश, पहिलो महिला प्रधान न्यायाधीश हुनुभयो, अहिले पहिलो महिला प्रधानमन्त्री हुनुभएको छ। न्यायपालिकामा त अनुभव थियो, कार्यपालिकामा तपाईँलाई अनुभव छैन, त्यसले गर्दा चुनौती महसुस भएको छैन? मलाई एक प्रति पनि फिल छैन, किनभने अब वकालतमा पनि न्यायाधीश हुँदाखेरि पनि आफूले नजानेको कुरा अरूसँग त्यसको बारेमा जानकारी लिएर अध्ययन गरेर त गर्न सकिन्छ। त्यसकारण यो पनि कुनै गाह्रो कुरो त होइन जस्तो लाग्छ। तपाईको योजना के छ मन्त्री परिषद विस्तारलाई लिएर? मन्त्री परिषदमा हाम्रो करिबन 10 देखि 11 भन्दा राख्दैनौँ, छोटो मिठो राख्छौँ र 25-30 वटा जति होला मन्त्रालय डबल कसमा के क्षमता छ त्यही क्षमता हेरेर चाहिँ गर्ने हाम्रो विचार छ। त अब जस्तो विगतमा हेर्ने हो भने चाहिँ प्रधानमन्त्री कुनै दलबाट आउनु भएको हुन्थ्यो हैन, अनि त्यहाँ चाहिँ को हुने भन्ने विकल्पहरू धेरै हुन्थे। अहिले तपाईँ चाहिँ अब एकाएक आउनुभयो एउटा जेनजी आन्दोलन पछि, तपाईसँग त्यस्तो समूह अथवा तपाईँ कसरी चयन गर्नुहुन्छ मन्त्री परिषदमा को राख्ने भनेर? प्रश्न के उठ्यो भने उहाँहरू पोलिटिकल हो, म त निर्वाचन गराउने सम्मको मेरो म्यान्डेट त त्यो मात्रै हो। त्यसपछि सुशासनको कुरा र अलिकति भ्रष्टाचारको हेर्ने यो अहिले आन्दोलनरत ग्रुप जो छ उसले चाहिँ भ्रष्टाचारमा गरेको हुनाले, आवाज उठाएको हुनाले त्यहाँसम्म हो म्यान्डेट मेरो उहाँहरूको जस्तो लामो प्रक्रिया छैन र समय पनि छोटो छ। त्यसैले गर्दाखेरि मलाई त्यति अप्ठ्यारो पर्छ जस्तो लाग्दैन, किनभने मेरो कन्सन्ट्रेसन इलेक्सन हो। अहिले मन्त्री परिषद 4 सदस्यीय बन्यो हैन, अब यसको विस्तारको तपाईको योजना के छ? कति सदस्यीय बन्छ? कस्ता मान्छेहरू आउँछन्? तपाईले त्यसको गृह कार्य थालिसक्नु भएको छ अथवा के छ? यो हामीले राष्ट्रपतिज्यूलाई उहाँले चाहिँ हामीलाई के भन्नुभएको थियो भने तपाईँ पोलिटिकल पार्टीका हरेक पार्टीका एक-एकजना सदस्य लिएर तपाईँ मन्त्रीमण्डल बनाउनुहोस् र त्यो बृहत मन्त्रीमण्डल निर्वाचनको मन्त्रीमण्डल